हाल्दैन
लगायो है प्रेम प्रीत तेरी घोली के सर मेहंदी रो रंग छायो है। तेरा पायल बाजनी और माथे तिलक लगायो है प्रेम प्रीत तेरी घोली के सर मेहंदी रो रंग छायो है। उपटन रो सब थाल सजा है घर आंगन महकायो है। हल्दी लगाओ आज सखीरी शुभ दिन आयो है। हल्दी लगाओ आज सखीरी शुभ दिन आयो है। कोमल बैया भारी सखीरी हल्दी राथे लेप लगाओ। नाजुक सी कलाइया ने पीला रंग सु खूब सजाओ। कोमल बैया भारी बनेरी हल्दी राथे लेप लगाओ। नाजुक सी कलाइया ने पीला रंग सु खूब सजाओ। हल्दी रोयो रंग सुरंगो मन म्हारे ने भायो है। हल्दी लगाओ आज सखीरी शुभ दिन आयो है। हल्दी लगाओ आज सखीरी शुभ दिन आयो है। मंद मंद बैठी मुस्कावे कोई बनीश न नजर हटावे। पर पीला वस्त्र साझे मुखड़ा बनी रो चांद जलावे। मंद मंद बैठी मुस्कावे कोई बनीश न नजर हटावे। इतर और गुलाब बनी रे खातिर ही मंगवायो है। हल्दी लगाओ आज सखीरी शुभ दिन आयो है। हल्दी लगाओ आज सखीरी शुभ दिन आयो है।
Hello, sir. Hello. Healthy. One time. चांद समखड़ा क्या कहना उसका आफरी दावत में जैसे वो शाही टुकड़ा उसके जैसी न कोई नाज़नीन स्वीटहार्ट है शर्माई सी बगल में जो बैठी है दुल्हन के वही तो मेरी स्वीटहार्ट है। शादी घर में उसके आने से जैसे चल के आई है खुशी किस्मत शाही जोड़ हेलो तू प्लेट में है येलो बड़ी सॉलिड मस्त बड़ी सॉलिड मस्ती चाहिए। हेलो तू मुझे कंट्रोल करो मेरो छोरा जति गर्नु मन लाग्छ हल्दी गर्न दिया है। येलो बड़ी सॉलिड मस्त गवर ना ए गोफर में मंदो नावागे जी ओला के मारे जिन सानू ते लगे ता सौदा आई तो पूरा बोला है थपका वो है लग जी पर किन और कित भयो हैन फोटो खिच्न गायत्र्यास्तु परम नास्ते। गायत्री से बड़ा कोई मंत्र नहीं है। ऋषियों ने इसीलिए गायत्री को महामंत्र कहा है। जो कोई इस मंत्र का शास्त्रोक्त विधि से पारायण करता है उसके सारे पाप शाप तत्काल नष्ट हो जाते हैं। गायत्री मंत्र के मनन से धन धान्य संतति समृद्धि बढ़ती है तथा मनोवांछित फल प्राप्त होते हैं। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्।
भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॐ भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् एउटा सानो दुनामा यसो पूर्णपात्र बनाउँछ कलशलाई कलशमा रहेछ भिजाएका भिजाउने घिउ हो त्यो रातो धोलाल छेकिए ल अलिकति ज्योति पनि दिएको वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुण यतो यतः समीहसे ततो नो अभयं कुरु शान्त्वा गणपति गुं हवामहे प्रियाणां त्वा प्रियपति गुं हवामहे निधिनामानयति कश्चन स्वसत्यसकः सुभद्रिकाङ्गां पराशुभ यद्भद्रन्दन्नाशुभम् ओम सुशान्तिर्भवतु सर्वेश्वराभ्यां नमः ओम लक्ष्मीनारायणाभ्यां नमः ओम उमामहेश्वराभ्यां नमः वाणी हिरण्यगर्भाभ्यां नमः सचिवेभ्यो देवेभ्यो नमः सर्वेभ्यो वेदेभ्यो नमः सर्वेभ्यो ब्राह्मणेभ्यो नमः सर्वेभ्यो सद्गुरुभ्यो नमः सुमुखसैकदन्तस्य कपिलो गजकर्णकः लम्बोदरस्य विकटो विघ्नाशो सिद्धार्थं पूजितो यशुरासुरे सर्वविघ्नहरः तस्मै गणाधिपतये नमः सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते स्मरामि यहाँ सब गणेश गौरी भगवान को यज्ञ साक्षी दीप नारायण को व्रतबन्ध महिमा को यसो गर्नु न त्यो ठुलालाई यतापट्टि साइडमा राख्नु र पनि पूजा आर्चन सही विघ्नेश्वरा तिम्रै भजन गर्छु विनायका विघ्नेश्वरा तिम्रै भजन गर्छु विद्या बुद्धि दिने तिमी तिम्रै शरण पर्छु विघ्नहर्ता गणेश 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 तिम्रै शरण पर्छु विघ्नहर्ता गणेश
विघ्नहर्ता गणेश गणेश तिम्रै शरण पर्छौ विघ्नहर्ता गणेश तिम्रै शरण पर्छौ विघ्नहर्ता गणेश तिम्रै शरण पर्छौ विघ्नहर्ता गणेश गणेश निर्बुद्धिको बुद्धि दिने निर्बलको बल निर्बुद्धिको बुद्धि दिने निर्बलको बल रिद्धि सिद्धि शुभ लाभ तिम्रै परिवार विघ्नहर्ता गणेश तिम्रै शरण पर्छौ 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 विघ्नहर्ता गणेश गणेश तिम्रै शरण पर्छौ विघ्नहर्ता गणेश तिम्रै शरण पर्छौ विघ्नहर्ता गणेश तिम्रै शरण पर्छौ विघ्नहर्ता गणेश गणेश गंगाधरी पिता तिम्रा उमा तिम्री माता गंगाधरी पिता तिम्रा उमा तिम्री माता सबको इच्छा पूर्ण गर्ने जगतका दाता विघ्नहर्ता गणेश तिम्रै शरण पर्छौ 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 उसका टुक्राहरू छन् छैनन् त्यहाँ ये कपालको देख्ने हो के थोरै माथिबाट चित्त पार्ने यो कुछ पनि देख्नु ल भयो बुवा पानीले भिजाउनु पर्छ है अब तातो चिसो पानीले गाईको गोठमा राख्ने भनेको छ यो कपाल के खौरीको कपाल जोको ठाउँमा राख्नु मेरो भन्दा बाबुलाई हिँड्न सिकाउँछु मेरो प्यारो भन्दालाई शत्रुसँग झुक्नुहुन्न
मान्छे बन्नु पर्छ बीचले बीच फेरले फेर है ल हात दुख्नु रहने मनको पिरले हाम्रो खुसी जलाइदिन्छ उनको मनको पिरले हाम्रो खुसी जलाइदिन्छ बिरहले आमा बाबा रोए भने धरधरी बिरहले आमा बाबा रोए भने धरधरी उनको आँसुले नै हाम्रो जीवन बगाइदिन्छ उनको आँसुले नै हाम्रो जीवन बगाइदिन्छ राधे श्याम बजाऊ राधे श्याम बजाऊ राधे श्याम माता हाम्री राधा हुन् पिता घनश्याम माता हाम्री राधा हुन् पिता घनश्याम माता हाम्री राधा हुन् पिता घनश्याम दस महिना कोखमा राखी 10 धारा पिलाइन् 10 महिना कोखमा राखी 10 धारा पिलाइन् कहिले काखमा कहिले हातमा फूल जस्तै खेलाइन् कहिले काखमा कहिले हातमा फूल जस्तै खेलाइन् 10 धारा दुधको भारा तिर्नु पर्छ आमाको 10 धारा दुधको भारा तिर्नु पर्छ आमाको राधे श्याम सम्झी सेवा गरौँ बाबा आमाको राधे श्याम सम्झी सेवा गरौँ बाबा आमाको सीताराम सीताराम भजौँ सीताराम 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 भजौँ सीताराम आमा हाम्री सीता हुन् बाबा श्री राम आमा हाम्री सीता हुन् बाबा श्री राम आमा हाम्री सीता हुन् बाबा श्री राम लालन पालनमा सारा जीवन बिताए हाम्रै लालन पालनमा सारा जीवन बिताए आफ्नो सुख दुःख बिर्सी हाम्रै हित चिताए आफ्नो सुख दुःख बिर्सी हाम्रै हित चिताए यति प्यारा बामालाई जसले हेला गर्नेछ यति प्यारा बामालाई जसले हेला गर्नेछ मरेपछि कुरै छोडौँ जिउँदै नरक पर्नेछ मरेपछि
फरक पर्नेछ राधे श्याम बजाऊ राधे श्याम बजाऊ राधे श्याम आमा हाम्री राधा हुन् बाबा घना श्याम आमा हाम्री राधा हुन् बाबा घना श्याम यसो एकछिन घुमाउनु सबैले हेर्छ गहना लगाएको चाहिँ भन्छ गहना पनि सुनकै आइछ फेरि यसो गरेर साम्ने बाबु मेरो हात हेर त यसो गरेर थाप्ने हो होइन सिकाउनु यही हो नि त सिकाउने बेला संस्कार सिकेको भोलि किन खाएनौ भन्न पाइन्न संस्कार हो ठाडो यहाँबाट पिउने हो यो बिचा लाने होइन म बाबु के गराउँदा रहेछ यो माउनु पनि साह्रै दुःख छ के भन्छ एक तोला सुनको डल्लो या डुब्नुपर्छ यत्रो खाल्टो बन्छ त्यसो गर्दाखेरि भवन सिद्धिया छ बाबु ए वहाँ पहिला के ढिलो भएर हिँड्छ साल पनि आएर काम गर्नु थालेको सालमा त भयो कान यता आँखा त्यता मन अन्त भएपछि अरू घर कहाँ नि बेलुका जाने बिहान जाने सकिन्छ बेलुका अबेलासम्म बस्यो अनि बिहान 8 बजीसम्म सुतेर काम अरूले कति काम तीनजना ग्रुप दुई दिन चाहिँ पुगिहाल्छ भाँडा सारिदियो भने त्यहाँ म छोप्छु यो यस्तो हुँदै हुँदैन यो त हड्डी हो नि यहाँ हड्डी होइन
शङ्ख भनेको हड्डी हुने हो किरा हो कि किरा हो सङ्खे किरा किरा हो कि यत्रो ठुलो सङ्खे किरा नदी समुद्रमा हुने किरा हो एक घन्टा 900 भिक्षा दिनु ल आमा हजुरआमा सबै हुनुहुँदो रहेछ ल ठुली आमा सानी आमा ल नानी आए पालो तपाईँ के गर्नु पर्यो तपाईँ आउनु तपाईँलाई गाह्रो भएको छैन तलबाट समाउने ठिक छ के भनेर लागि भन्नुभएको कुरा नि त्यसै के भन्ने ओम भिक्षान्ते बाबु बोरा भरेर बोरा हाल्नु पर्यो बोलो 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 समाउने के अगाडि बढ अगाडि बढ
छिटो खुट्टा छिरा छिर्दो न भनिरह श्रीमन नारायण 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 भजमन नारायण 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 बद्री नारायण 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 हरे नारायण 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 स्वामी नारायण 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 बद्री नारायण 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 श्रीमन नारायण 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 विष्णु नारायण 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 लक्ष्मी नारायण 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 श्रीमन नारायण 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 केशव नारायण 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 माधव नारायण 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 श्रीधर नारायण 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 गिरिधर नारायण 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 बोलो नारायण 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 बद्री नारायण 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 नर नारायण 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 श्रीमन नारायण 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 उद्धव नारायण 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 नारद नारायण 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 श्रीमन नारायण 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 मुक्ति नारायण 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 नरसिंह नारायण 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 श्रीधर नारायण 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 गिरिधर नारायण 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 बोलो नारायण 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 राम नारायण
श्रीमन्नारायण नारायण नारायण सूर्य नारायण 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 सत्य नारायण 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 श्रीमन्नारायण नारायण नारायण स्वामी नारायण 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 नरे नारायण 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 श्रीमन्नारायण नारायण नारायण भजमन नारायण 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 बुढाउटी गर्नु त्यसलाई बस्छ अहिले पाल्ने दुखाउँछ पछि निभाउनु दुखाउँछ सुरुमा त्यहाँ घिउ अलिकति चरु थप्न पर्छ क्या चामल बाबु खाएको के खाएर ए है पुरै कति छ गर्छ प्रभु जसले नित्य गर्यो दिन दिन निर्मल भन्दै प्रतिदिन पावन भन्दै भव सिन्धु तरे ओम जय जगदीश हरे ओम जय चरण जय हनुमान सिंह कति यात्री बोल्नु
फुल चलाइदिनु अब त हो साँच्चै अहिले चलाएर फेरि नानुले भिक्षा लिएर आउनु भिक्षा राख्नु भिक्षा पनि खै भिक्षा दादा दौडे समात्नु है समात्नु भान्जी यता ल मामाको हातमा काल्नुमा कहाँ सेनो खरा भनेको चलाउन सक्नु पर्यो नि बोक्नु मामाले ह्यान्डमा समाउँछु के हुन्छ सीधा भन्छ हाँस अनि हाँस सीधा
बल्ल तल्ल कहाँ भने त्यस्तो किनेको थिएँ यहाँ त आउँछ भनेको त उता पो दौडेको सामान ल यता त्यो बाँथेको उ छेक्यो त्यो छातालाई पाले पाला आइदिनु भने राम्रो हुन्थ्यो दिदी को पॉइंट लाउनु दिदी हतरा खाया हसमा लगा हाथ मदरस सिरमा गंगा हे भोले नाथ तेरी दया का खानी भक्त का दुःखलाई हर्छौ आफ्नै दुःख माने शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ बागमती तीरमा शिवको धाम बागमती तीरमा शिवको धाम पशुपतिनाथ आफै क्या राम्रो नाम बेलपत्र लिएर दर्शनलाई जाऊ भोग लगाएर प्रसाद खाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊ दर्शन गर्न पशुपति जाऊ
जपी जाउँ है बाटैमा शिवजीको धाम सङ्गमतिर इच्छा पुरा हुन्छन् मान है पीरा बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न देवघाट जाउँ दर्शन गर्न देवघाट जाउँ कालीगङ्गा तिरैमा शङ्कर बसेका कालीगङ्गा तिरैमा शङ्कर बसेका शिरमा छन् चन्द्र र भस्म घसेका विराट शालिग्रामको दर्शन पाऊ गण्डकी नाउन सेती भेडी जाऊ बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न सेती भेडी जाऊ दर्शन गर्न सेती भेडी जाऊ विषपान गरेर सृष्टि बचाए विषपान गरेर सृष्टि बचाए दुष्ट र पापीलाई दिन्छन् सजाए डमरू बजाएर नृत्य गरेका असंख्य भक्तहरू शरण परेका बम 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 हे शङ्कर भोले बम 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 शङ्कर भोले बम 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 दर्शन गर्न त्रिवेणीमा जाउँ दर्शन गर्न त्रिवेणीमा जाउँ दर्शन गर्न पशुपति जाउँ दर्शन गर्न देवघाट जाउँ दर्शन गर्न सेती भेडी जाउँ दर्शन गर्न त्रिवेणीमा जाउँ दर्शन गर्न भरो दर्शन गर्न दर्शन गर्न मुक्तिमा कस्टमर ढोग्न ढोगे जाने बुढी मान्छे यस्तो मान्छे होइन छोरा पानीमा त तिमीहरू
तिम्रै कीर्तन गाउँछु केही उपाय बताऊ प्रभु कसरी मुक्ति पाउँछु कहिले होला सवारी शिव जटाधारी 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 कहिले होला सवारी सवारी शिव जटाधारी कहिले होला 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 सवारी। हे मुखले भन्छौ हरि हरि प्रभु अन्त इलान्छौ ध्यान हुनै पर्छ प्रभुलाई पाउन अन्तरात्मा ज्ञान आत्माले जाप हरिलाई यो जीवन भरिलाई 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 आत्माले जाप हरिलाई हरिलाई यो जीवन भरिलाई आत्माले जाप 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 हरिलाई। ए कसरी गरौँ धर्म नि मैले पाइन नि कुनै ठाउँ मुक्तिको निम्ति हरि हरि बोल्दै कुन मन्दिरमा जाउँ सबै जाँदा तीर्थ जाउँ जाउँ लाग्छ 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 सबै जाँदा तीर्थ तीर्थ जाउँ जाउँ लाग्छ सबै जाँदा 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 तीर्थ हरि। हे आत्माले सधैँ साँझ बिहान सम्झनी गर काम पुग्छ र सक्छौ भने त बाबु जाउ त नि चारै धाम पुग्छ नि मनले आटेको होइन नि भाइ ढाँटेको पुग्छ नि मनले आटेको होइन नि भाइ ढाँटेको पुग्छ नि मनले आटेको होइन नि भाइ ढाँटेको पुग्छ नि मनले आटेको होइन नि भाइ ढाँटेको
ज्ञानी हौ राम्रोसँग पढ पोलिटिका लागि हजुरले के जान्ने पऱ्यो भन्ने भाइ धेरै पढे ज्ञानी भाइ उसलाई अलिक छिटो छिटो बोला भाइ केस गते व्रत भन्दा केस गते आउनु भन्छ नि उसले त अब यहाँ जिउ गरेर त पहिला भाग्यमा नि भाइ धेरै पढ है त खतरा हो नि तिम्रो त फुपा नि खतरा हुन पऱ्यो धेरै पढे ज्ञानी छौ अझै दौडेर है मामालाई कहाँ दौडाए त्यस्तो साइज मिल्दैन अब बाछु पाएन नि आमा थाहा छ हेर्नु उता अब उता उता हेर्नु कि उता आनन्द छ नि तै पनि खानु हरे कृष्ण झोला गाइरहनु होला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला अरे फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरे आज राति कृष्णजीको झुला हेर्न जाने आज राति कृष्णजीको झुला हेर्न जाने 1600 गोपिनीलाई कृष्ण साथमा लाने कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरे कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला हरे कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला फेरि 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 भन्दैमा पाइँदैन यो चोला वृन्दावनमा गाई बाख्रा गोठालाको साथ
वनमा गए बाख्रा गोठालाको साथ कहिले पनि नबितोस् है चाँदनीको रात कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला हरे कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला कृष्ण झोला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला फेरि फेरि भन्दैमा पाइँदैन यो झोला हरे जेठ महिना गर्मी थियो आगो तनाउन जेठ महिना गर्मी थियो आगो तनाउन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन जेठ महिना गर्मी थियो आगो तनाउन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन जेठ महिना गर्मी थियो आगो तनाउन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन जेठ महिना गर्मी थियो आगो तनाउन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन जेठ महिना गर्मी थियो आगो तनाउन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन जेठ महिना गर्मी थियो आगो तनाउन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन जेठ महिना गर्मी थियो आगो तनाउन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन महिना गर्मी थियो आगो तनाउन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन जेठ महिना गर्मी थियो आगो तनाउन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन अरे हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन हाम्रो ज्यान बचाइदेऊ न लाउन मदन हरे शिवशंकर भोला दर्शन दिन के होला बित्नै लाग्यो 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 बेला शिवशंकर भोला दर्शन दिन के होला बित्नै लाग्यो बेला शिवशंकर भोला दर्शन दिन के होला बित्नै लाग्यो दर्शन दिन के होला बित्नै लाग्यो प्रभु दर्शन दिन के होला बित्नै लाग्यो अब त्यत्रो सधैँ बाहिर हिँड्नु बेलासम्म केही नगरी घर खानु त्यो यस्तो मान्छे अनि त्यसपछि चाहिँ अलिबार चलाउने कारण चाहिँ
उतापट्टि छ कि